गुड मर्निङ, नमस्ते दर्शकले सम्पूर्णलाई फेरि पनि नयाँ दिन नयाँ भिडियोमा स्वागत छ। अनि आशा राख्दछु तपाईहरुको दिनको सुरुवात पनि राम्रो भयो होला भनी। आज चाहिँ मेरो काम चाहिँ यस्तो छ। यहाँनिर यो फुलबारी यो मुनि चाहिँ पुरा झार उम्रेको छ। यो झारहरू उखाल्नु पनि छ। यो पन्साएर यस्तो जङ्गल भइरहेको छ। अनि यता आज चाहिँ दिनभरिमा पनि सक्दैन होला यो काम। सबै सफा गर्नुपर्ने छ। बर्खामा लागि यस्तो भएको छ। हाम्रो चाहिँ झार घर वरिपरि सबै सफा गर्नुपर्ने छ। हेर्दै गर्नुहोस् होला। यो यता पन्साउनु पर्ने हुन्छ सबै फुलहरू। पानी हुँदैन, फुलहरू बिजोग हुन्छ। भन्नु पर्यो। नमस्ते दर्शकले सम्पूर्णलाई। आज नेक्स्ट डे आँगन सफा गर्ने। हिजो चाहिँ आधा अधुरो काम भयो, थाकेर त्यति साह्रो सफा गर्न सकेन। भित्ता मात्रै गरेँ हिजो चाहिँ। अझै छ, अझ पनि सक्छ कि सक्दैन यति डल्लै सफा गर्नुपर्ने छ। हेर्दै गर्नुहोस् होला। अझै दिन सफा भइरहेको छ टन्न लागेर। उहिलेर काम गर्नु जाँदा चल्दैन। अस्ति चाहिँ ठन्डा भने अहिले चाहिँ अब घाम चढिहाल्यो। घाम चढेपछि फेरि जिउमा तकलिफ हुन्छ। जोसो गर्दा पनि मान्छेले चाहिँ हुँदैन। गर्मीको टुप्पाले चाहिँ यस्तो सफा हुन्छ है। यस्तो उकेर आउँछ गर्मीको टुप्पाले चाहिँ। मैले चाहिँ घर अगाडि चाहिँ सफा गरिसकेँ, सिनिक बनाइसकेँ। 2 दिनमा चाहिँ यति चाहिँ गरेँ मैले सफा। अनि यतातिर यता पनि गरेँ, सिनिक त्यही भयो। अझै बाँकी छ।
यति गर्नु माथितिर अब 1-2 दिनमा गर्नुपर्छ होला। अनि आजको लागि भिडियो यति नै। भिडियो मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला। थ्याङ्क यू फर वाचिङ।